आज नर्वेसँग ब्राजिलले गेम हारिसके पछाडि आज सारा ब्राजिलियन फ्यानहरूको मन टुटेको छ। स्पेसली नेमार फ्यानको मन यस्तो टुटेको छ नि आज सबैजना स्याड छन् के। तर यसको सबै श्रेय चाहिँ नेमारले भोगिरहेको छन् के। यसको क्रेडिट सबैले चाहिँ नेमारलाई दिइरहेको छन् र नेमारको ट्रोल गरिरहेको छन्। म अचम्म लाग्छ कसरी फुटबल हेरे होला कि जो 20 मिनटमा आएर अन्तिम समय भए पनि पेनाल्टी मार्फत भए पनि एक गोल गरेका छन्। त्यो मान्छेलाई ट्रोल गर्न चाहिँ कुन तरिकाले गरे होला, के सोचेर गरे होला। यदि साँच्चीकै फुटबल प्रति माया र सद्भाव छ भने कुनै पनि प्लेयरलाई त्यसरी डोमिनेट हुने ताले चाहिँ ट्रोल गर्नु हुँदैन के। स्टप यार, इट्स ओभर यार। आई हम्बल रिक्वेस्ट यार, प्लिज। यो त एउटा घाउमा नुन चुक छर्के जस्तै भयो क्या। होइन, हार जित हुन्छ कि टिममा। ब्राजिलले गेम हार्यो, आई डोन्ट केयर यार। मलाई ब्राजिल प्रति कुनै त्यस्तो छैन, मलाई त्यसमा कुनै मतलबै छैन क्या। किनकि ब्राजिलले आज राम्रो गेम खेलेर हारेर त्यस्तो भएको होइन कि। ब्राजिलले गेम इतिहासमै सबैभन्दा जोर गेम खेले हो कि भन्ने हो भने राउन्ड अफ 16 मा गएर 1990 पछाडि यो राउन्ड अफ 16 मा आउट भएर एउटा खराब रेकर्ड पनि राखेको दिन हो आज ब्राजिलले। तर नेमार जसले 16 वर्षसम्म आफ्नो टिमलाई हरेक चिज गरेको छ है, तर उसको लागि कसैले पनि केही गरेन कि। सबभन्दा यहाँ नेमार फ्यानहरूलाई दुःख लागेको कुरा चाहिँ यो हो कि न उसलाई कोचले गर्यो, न उसको टिममेटले गर्यो, होइन, न उसको राष्ट्रले गर्यो, कुनै सहयोग गरेन कि। उसको खुट्टा कति ठाउँमा भाँचिएको छ कि, खुट्टा कतिचोटि भाँच्यो, कतिचोटि जोड्यो। उसले त्यो दुःखहरू त उसले भोगेको छ नि। तर हामीले त्यसरी ट्रोल गर्नु भन्ने कुरा, किनकि एउटा साँचो फुटबल प्रति चाहिँ आस्था र सम्मान राख्ने मान्छेले त्यस्तो कहिले पनि गर्नु हुँदैन। किनकि करोडौं फ्यानहरू छन् यार। यदि फ्यानहरू छन् नि नेमारको, जो बच्चादेखि उनलाई आइडल मान्छन् क्या। यस्तो गर्नु चाहिँ बिल्कुल राम्रो चाहिँ होइन जस्तो लाग्छ मलाई चाहिँ। राम्रो हुँदै होइन यो। त्यसैले होइन, फेरि पनि म रिक्वेस्ट गर्छु, प्लिज डोन्ट डु दिस, प्लिज स्टप यार, प्लिज प्लिज।